नमस्ते। आज कुरा गरौँ टेक्ससका टप 5 इन्ट्रेस्टिङ फ्याक्ट्स। यदि तपाईँ टेक्सस मुभ हुने प्लान गर्दै हुनुहुन्छ अथवा टेक्ससमा अलरेडी मुभ भइसक्नु भएको छ भने यी कुराहरू जान्न तपाईलाई आवश्यक हुन सक्छ अथवा उत्सुकता हुन सक्छ। अलराइट, लेट्स गो। नम्बर 1, सेकेन्ड लार्जेस्ट स्टेट। टेक्सस क्षेत्रफलका हिसाबले अमेरिकाको दोस्रो ठुलो राज्य हो अलास्कापछि। कुल क्षेत्रफल 2,68,596 स्क्वायर माइल्स छ। टेक्ससको साइज यति ठुलो छ कि जर्मनी वा फ्रान्स भन्दा पनि ठुलो छ। नम्बर 2, ग्रोइङ पपुलेसन। टेक्ससको जनसङ्ख्या लगभग 30 मिलियन 2024 को आँकडा अनुसार। गत केही वर्षहरूमा DFW यानी डालस फोर्ट वर्थ, अस्टिन, ह्युस्टन जस्ता ठुला सहरहरूमा ठुलो मात्रामा मान्छेहरूको बसाइसराई भइरहेको छ। धेरै मानिसहरू अफोर्डेबल हाउसिङ र लाइफस्टाइलका कारण टेक्सस मुभ हुने गर्दछन्। नम्बर 3, टप इकोनोमी। टेक्सस अमेरिकाको टप 10 लार्जेस्ट इकोनोमिज मध्ये एक हो। यदि टेक्सस एक स्वतन्त्र देश भएको भए यसको इकोनोमीको हिसाबले वर्ल्ड्स 9th लार्जेस्ट इकोनोमी हुने थियो। प्रमुख उद्योगहरू एनर्जी जस्तै ओयल, ग्यास, टेक्नोलोजी, एरोस्पेस, एग्रिकल्चर र रियल स्टेट आदि पर्दछन्। नम्बर 4, डाइभर्स क्लाइमेट एन्ड जियोग्राफी। टेक्ससमा तपाईले डेजर्ट, फरेस्ट, माउन्टेन्स, बिचेस र प्लेन्स सबै जियोग्राफिकल डाइभर्सिटी देख्न सक्नुहुन्छ। डालस फोर्ट वर्थमा हल्का जाडो र गर्मी हुन्छ। कोस्टल एरियामा प्राय ह्युमिड क्लाइमेट हुन्छ। नम्बर 5, मोस्ट लाइफस्टक प्रोडक्सन इन द US। टेक्सस USA को नम्बर 1 लाइफस्टक प्रोड्युसिङ स्टेट हो। क्याटल, सिप, गोट्स, पोल्ट्री र हग्सको उत्पादनमा टेक्सस अगाडि छ। त्यसैले टेक्सस बार्बिक्यू संसारभरि प्रसिद्ध छ। धेरै परिवारहरू र व्यवसायीहरू र्यान्च, फार्म प्रपर्टिज किन्न पनि टेक्ससमा आकर्षित हुने गर्दछन्। यी त थिए टप 5 इन्ट्रेस्टिङ फ्याक्ट्स अबाउट टेक्सस। नाउ आइ एम गोना गिभ यु अ बोनस फन फ्याक्ट। टेक्सस नाम टेहास शब्दबाट आएको हो, जुन क्याडो ट्राइबको भाषामा फ्रेन्ड्स वा एलाइज भन्ने अर्थ दिन्छ। त्यसैले टेक्ससलाई द फ्रेन्डली स्टेट पनि भनिन्छ। राइट, आई होप यहाँहरूले यो फन फ्याक्ट, इन्ट्रेस्टिङ फ्याक्ट टेक्ससको बारेमा मन पराउनु भयो होला। र यस्तै इन्ट्रेस्टिङ भिडियोजको लागि प्लिज डु फलो मी। र एज युजुअल मैले भन्ने गर्दछु तपाईलाई टेक्ससमा घर किनबेचको लागि यदि हेल्प चाहिएको छ भने आइ एम अलवेज देयर फर यु। जस्ट गिभ मी अ कल and then we'll solve the problem and we'll find your dream property.